हेलो एभ्रिवान, यो जुन तपाईँले दृश्य हेर्दै हुनुहुन्छ यो चाहिँ कुनै फिल्मको सुटिङ होइन, न कि कुनै धुम 3 को सुटिङ हो। यो रहेको छ बिर्ता मोड यातायात कार्यालयको दृश्य। यानि कि तपाईँहरूले यदि तपाईँहरूले गाडी नामसारी गर्न चाहनुहुन्छ भने, तपाईँले कसैलाई बेच्दै हुनुहुन्छ भने तपाईँले यस्तो प्रकारको तपाईँको खतरनाक चेकिङ हुँदो रहेछ साथीहरू। तपाईँको स्कुटी होस्, तपाईँको बाइक होस्, तपाईँको सवारी साधनलाई यसरी पल्टाइ उनीहरूले चेसिस नम्बर, सम्पूर्ण कुराहरू, इन्जिन नम्बर, सम्पूर्ण कुरा नोट गर्दो रहेछन्। कन्डिसन कस्तो छ सब चेक चाक गरेर तपाईँहरूलाई त्यसपछि बाँकीको प्रोसेस गर्नु पर्दो रहेछ। र आज हामी आएको छौँ यहाँ चाहिँ नयाँ स्कुटीको नामसारी गर्न। र यहाँ हेर्दा निकै नै कम्युनिकेसन सेन्टरहरूको भिड रहेको छ। साथसाथै मिडल पर्सन त तन्नै तपाईँलाई भेटिन्छ यो कार्यालयमा। र अरू कार्यालयभन्दा चाहिँ अलिक कमै भेटिँदो रहेछ मिडल पर्सनहरू यहाँ। किनभने अरू ठाउँको जस्तो विराटनगरको भयो, त्यहाँ चाहिँ तपाईँहरूले मिडल पर्सनहरू बोलाइ गर्छ भने यहाँ चाहिँ त्यति बोलाउँदो रहेनछ। त्यही पनि तपाईँहरूले चाहिँ नामसारी गर्ने कामहरू चाहिँ लास्ट झन्झटिलो रहेको छ। यहाँ आफूले चाहिँ गर्नै नसक्ने, नजान्ने मान्छेले चाहिँ यहाँ चाहिँ पटक्कै त्यो कामहरू चाहिँ गर्नै नसक्ने खालको कामहरू रहेको छ। यहाँ यदि जान्ने मान्छे हुनुहुन्छ भने तपाईँ यदि आउँदै हुनुहुन्छ भने कुनै जान्ने मान्छेलाई लिएर आउनु पर्दो रहेछ। नत्र तपाईँले दलाललाई, मिडल पर्सनलाई पैसा दिनै पर्छ। 1000 जति भयो भने तपाईँले दिनै पर्छ मिडल पर्सनलाई त्यस्तो नामसारीको कामहरू गर्न। र रह्यो कुरा त्यो बायोमेट्रिकको लाइसेन्सको लागि, त्यो चाहिँ अलिक सजिलो नै रहेको छ मैले देखेअनुसार। र मैले अफिस भिजिट गर्दा यहाँ चाहिँ सम्पूर्ण झ्यालबाट हामीले चाहिँ लाइन लाग्नु पर्दो रहेछ। र उनीहरूले पनि, स्टाफहरूले पनि भित्रको उनीहरूलाई थाहा हुन्छ कि कसकोसँग काम गर्छ भनेर। फाइल दिइसकेपछि जाऊ, जोसँग काम गरेको छ उनीहरूको ठाउँ जाऊ भनेर भन्छन्। र त्यसपछि बाँकीको यहाँ चाहिँ पहिलाको जुन त्यो बायोमेट्रिक गरेर ठाउँ थियो, त्यो ठाउँ चाहिँ जलाइदिएको कारणले खोइ के भयो कारणले अहिले चाहिँ यता बायोमेट्रिक पनि यतै गर्दो रहेछ आजकल। र यहाँ चाहिँ मान्छेहरूको भिड चाहिँ निकै रहेको छ। किनभने अहिले प्राइभेट भाइकल्स, प्राइभेट गाडी सबैको रहेको छ अहिले। र बायोमेट्रिक दिने ठाउँ तपाईँको यही रहेको छ। तपाईँलाई जस्ट तपाईँको फिङ्गरप्रिन्ट, मेडिकल गरेर आउनु पर्दो रहेछ बाहिरबाट। र बाँकीको प्रोसेस तपाईँले यहाँ गर्नु पर्दो रहेछ। तपाईँको फिङ्गरप्रिन्टदेखि लिएर तपाईँको आई स्क्यान र तपाईँको यहाँ चाहिँ पासपोर्ट साइजको फोटो यहीँबाट लिँदो रहेको छ। र कोठाहरू यहाँ चाहिँ यस्तो प्रकारको रहेछ भने तपाईँहरूले चाहिँ जस्ट नयाँ स्कुटी बाइक नामसारी गर्दै हुनुहुन्छ भने तपाईँले डकुमेन्ट्स चाहिँ सबैभन्दा पहिला तपाईँले डकुमेन्ट्स लिएर आउनुपर्ने हुन्छ आफ्नो सोरुमबाट। जुन सोरुमबाट तपाईँले लिनुभएको थियो त्यहाँबाट तपाईँले पेमेन्ट गरेको रिसिप्ट लिएर आउनुपर्ने हुन्छ। र यसै गरी तपाईँले चाहिँ दुईवटा तपाईँलाई फोटो चाहिन्छ अनिवार्य रूपमा, पासपोर्ट साइजको फोटो, त्यो जुन चाहिँ तपाईँको ब्लू बुकमा उनीहरूले चिप्काइदिन्छ। र यसै गरी तपाईँले इन्सुरेन्स चाहिँ अनिवार्य रूपमा, इन्सुरेन्सको पनि यहाँ चाहिँ निकै घोप्ला हुँदो रहेछ साथीहरू। तपाईँले बुझिरहनु आउनु होला इन्सुरेन्सको के कति पर्छ भनेर, न त तपाईँले यहाँ ठग्ने गर्दै रहेछन्। र फर्स्ट पार्टी र थर्ड पार्टी भन्ने इन्सुरेन्स हुँदो रहेछ यहाँ। फर्स्ट पार्टी भनेको तपाईँको फर्स्ट पार्टीको भनेको तपाईँको बाइकको मात्रै बेहोर छ भने, थर्ड पार्टी भनेको दुवैतर्फको बेहोर छ एक्सिडेन्ट हुँदा। र यसै गरी यहाँ चाहिँ तपाईँले छेउछाउमा चाहिँ दोकानहरू हेर्दा सक्नुहुन्छ। र साथै तपाईँले इक्जाम दिने, यदि तपाईँहरू लाइसेन्स निकाल्दै हुनुहुन्छ भने सबैभन्दा पहिला त तपाईँले लिखित दिनुपर्छ। भोचर काटिसकेपछि यहाँ चाहिँ लिखितको इक्जाम दिने सेन्टर भनेको यहाँ चाहिँ दिनमा लगभग मैले सुनेअनुसार 4 लट चाहिँ यहाँ इक्जाम हुँदो रहेछ। भ्यायो भने है 4 लट इक्जाम हुँदो रहेछ। यहाँ चाहिँ तपाईँले एक कोठामा यो हलमा गएर इक्जाम दिनुपर्ने हुन्छ। मान्छेहरूको लाइन लागिरहेको छ इक्जाम दिन टन्नै। यहाँ मान्छेहरू भोकै प्यासै बसिरहेको छन्, कुरिरहेको छन्। टिफिन टाइम भइरहेको छ। ल बाइक चेकिङको प्रोसेस चाहिँ यस्तो खतरा रहेको छ। एउटा चाहिँ यहाँ अफिसर यानि कि म्याडम हुनुहुँदो रहेछ, उनीहरूले चाहिँ तपाईँको स्कुटी छ भने स्कुटी डिक्की खोलेर चेक गर्नुहुन्छ। बाइक छ भने बाइकलाई उचालेर दुईवटा मान्छेले बोकेर मजाले यहाँ चेकिङ चल्छ, खतरनाक चेकिङ चल्छ पुरै होइन। अब चेकिङ भइसकेपछि तपाईँको यहाँ चाहिँ फाइलमा थोरै केही कुरा लेखिदिन्छ, साइन गरिदिन्छ। र बाँकी तपाईँले चाहिँ फेरि त्यही अफिसको काउन्टरमा त्यो झ्यालवाला कोठाहरूमा हामीले जानु पर्दो रहेछ। र यसै गरी चाहिँ बाँकीको हामीले चाहिँ यहाँ दृश्य हेर्न सक्नुहुन्छ। र साथसाथै यदि तपाईँले लाइसेन्स बनाउनु भएको छैन भने तपाईँले ट्रायल सेन्टर पनि त्यहाँ छेउमै पाउनुहुन्छ। पैसा तिरेर केही घन्टाको लागि तपाईँले सिक्न सक्नुहुनेछ। यहाँ चाहिँ मान्छेहरूले सिकिरहेको दृश्य पनि मैले देखेँ। र यसै गरी तपाईँले चाहिँ नम्बर प्लेट नयाँ बाइक छ भने नम्बर प्लेटको चाहिँ यहाँ तपाईँको एउटा बाजेले चाहिँ 300 रुपियाँ लिँदो रहेछ उहाँले। र 300 रुपियाँमा चाहिँ तपाईँको नम्बर प्लेट अगाडिको पछाडिको दुइटै गरी 300 रुपियाँ लिन्छन्। र नम्बर प्लेट चाहिँ प्रिन्ट गरिदिनुहुन्छ उहाँले यहीँ हाते अक्षर, यानि कि इम्पोस्ट नम्बर प्लेट चाहिँ होइन, उहाँले चाहिँ कलर पेन्टिङहरूले नै प्रिन्ट गर्दो रहेछ। लगभग डेढ घन्टादेखि 1 घन्टामा सुक्छ मजाले। त्यसपछि तपाईँहरूले आफ्नो बाइकमा उहाँले लगाइदिन्छ र मजाले तपाईँले घर जान सक्नुहुनेछ। र बाँकीको दृश्य तपाईँले यहीँ हेर्न सक्नुहुनेछ के हुँदो रहेको छ यहाँ यातायात कार्यालय। लास्ट भिड जमघट, यहाँ सरकारी कामहरू लास्ट झ्याउ हुँदो रहेछ। र साथसाथै लाइसेन्सहरू पनि हाल अहिले जसको आएको छ छिटो लिइहाल्नु होला। यसको अहिले लाइसेन्सहरूको केही भर छैन, कहिले हुन्छ कहिले के हुँदैन। र यसै गरी यहाँ चाहिँ अहिले चाहिँ जाडो पनि रहेको छ। जाडोको बेला हामी चाहिँ मस्तले यहाँ घाम पनि ताकिरहेका थियौँ। मैले साथीहरूलाई पनि भेटेँ यहाँ जो यहाँ लाइसेन्स बनाउन आउनुभएको थियो नयाँ मान्छेहरू।
र मैले चाहिँ अलरेडी लाइसेन्स बनाइसकेको छु। सो म चाहिँ इन्जोय गरिराखेको थिएँ दृश्यहरू। सो बाँकीको तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। बाइक उचालेको सिनहरू रमाइलो रहेको छ।